टिकटकमा क्राइम भइरहेको छ खुल्लम खुल्ला। यो गाली केही पनि होइन, यसको 1000 गुणा बढी गाली आउँछ है। त्यसको लागि तयार भएर बस्ने। के नौटुङ्गी देखाएको यार? हु आर यु? कोस बे नानी त? यो भिडियो हेर्ने हो भने यहाँ एउटा मात्र क्राइम भएको छैन, यहाँ विभिन्न क्राइम भएको छ। धम्की, ह्यारासमेन्ट, साइबर बुलिङ, डिफेमेसन, पब्लिकेसन अफ इलिगल म्याटेरियल, एबेटमेन्ट, हेट स्पिच, फल्स इन्फर्मेसन, अटेम्प्ट टु कमिट अफेन्स आदि इत्यादि। मान्छेहरूको साइकोलोजी के हुन्छ भन्दाखेरि उनीहरू अनलाइन छन् भने चाहिँ उनीहरूलाई कसैले केही गर्न सक्दैन, म त फ्री छु भन्ने सोच्छन्। यदि फिजिकली चोरी भएको छ, कुटाकुट भएको छ भने पुलिसले समात्छ भन्ने डर हुन्छ। तर अनलाइन बस्दा फेरि कति मान्छेको साइकोलोजिकली त्यो डर नभएको हुन्छ। बट कानुनको नजरमा त्यस्तो हुँदैन। अनलाइन क्राइम गरेकोलाई पनि उस्तै क्राइमको नजरले हेरिन्छ। यो भिडियो बनाउने मान्छे मात्र होइन कि यसलाई सपोर्ट गर्ने, कमेन्ट गर्ने र डिएममा गएर डेथ थ्रेटहरू दिने मान्छेलाई पनि कारबाही हुन्छ। सानो नभएर ठुलोभन्दा ठुलो कारबाही हुन्छ। यस्तो साइबर बुलिङ गर्ने मान्छे, यस्तो धम्की दिने मान्छेलाई कारबाही हुनुपर्छ र सबैजनाले यस्तो कुराहरूको अगेन्स्टमा आवाज उठाउन जरुरी छ।